आफ्नो स्वर्गै हो। त्यसो भएको हुनाले हाम्रो जिजुबाजुहरूले यो गरिदिएका थिए भने अहिले हामीले यो गर्नुपर्ने थिएन। अब हामीले गरिदिउँ तिम्रोदेखि तलका पुस्ताहरूलाई सबैलाई चाहिँ हाम्रो बाजेहरूले गराएको मन्दिर यस्तो चाहिँ फलाना बाजे बसेर फलाना बाहरू बसेर बनाएर यस्तो बनाइदिएको भन्ने पछिल्ला पिँढीसम्म कति पिँढीसम्म जान्छ त्यति पिँढीसम्म यो रहिरहने चिज हो। कुनै हाम्रो टुरतिर घटी भएको रहेछ केही भुल गरेको रहेछौँ भने यसमा क्षमा दिनुहोस्। भुल भएर हामीले चाहिँ अब कुनै चाहिँ हाम्रो सन्तानमा तिनवटा कुराका कसैलाई पनि बाधा आउँछन् केही पनि हामीले चाहिँ भुल गरेका रहेछौँ नजानेर गरेका रहेछौँ भने क्षमा दिनु होला। अब के भन्छ नजाने भएदेखि क्षमा दिनुहोस्। यो सन्तानलाई चाहिने अब चाहिँ तपाईँहरूले चाहिने पुण्य फल्ने बनाउनु होला भन्ने आशाले हामीले चाहिँ कुलको संरक्षण गरेका छौँ होइन। त्यही हो।